हेलो हेलो ग्यास आज चाहिँ हामी टक्क लगाएर होइन अब तरकारी खुन्दा जाँदैछौँ हामी चाहिँ टक्क लगाएर आज चाहिँ हामी चाहिँ सिस्नो खाने भन्ने चाहिँ हाम्रो प्लानिङ छ होइन टक्क लगाएर अब बुढिया र म चाहिँ टक्क लगाएर सिस्नोमा जाँदैछु बुढियाले बोरा पनि बोकेको छ भित्र अब कफी पनि बोकेको छ त्यसलाई के भन्छ है अनि बोकेको छ होइन टक्क लगाएर हामी चाहिँ अब जाँदैछु सिस्नोको लागि टक्क बिहान उठ्यो खाजा त खाइयो अब के हो नि त होइन यस्तै हो अब खानु त खानु पऱ्यो अब खाना खानको लागि त अब तरकारी चाहियो टक्क आज हामी सिस्नो खान्छौँ है त साथीहरू हामी सिस्नो ट्रिपको लागि हामी जाँदैछौँ है त सबजना सिस्नो टक्क लगाएर सिस्टममा गयो थालिसक्यो सिस्नो टिप्न बुढियालाई टक्क लगाएर टिपिरहेको छ होइन टक्क लगाएर मिठो हुन्छ बुढिया थाहा छैन टिप्नुहुन्छ बुढिया चाहिँ होइन टक्क लगाएर सिस्नो टक्क लगाएर यो देखाउ पोले भन्दा पोले पोल्यो बेसी सिस्नो पनि छ कि फेरि हाम्रो चाहिँ होइन एकदमै मिठो छ जहाँ पनि पाइन्छ हाम्रो टक्क लगाएर होइन रोप्नै पर्दैन यो चाहिँ हाम्रो बारी है यो चाहिँ हाम्रो पुरानो घर यो चाहिँ हाम्रो भूकम्पले भत्किएको घरहरू यो चाहिँ हाम्रो होइन यहाँ थियो हाम्रो पहिले थलो अहिले नै सस्तो भएछ अब हामी यो बारीमा टक्क आएर चाहिँ हामी टक्क लगाएर अब सिस्नो दिँदैछ हो कस्तो मजाको छ नि फेरि सिस्नो पनि होइन टक्क लजम छ टिपिरहेछ हो टक्क लगाएर टिपिरहेछ हो चाहिँ टिपिसकेको छ मान्छेले पनि होइन यसमा अलिकति काँडा भएको चाहिँ मिठो हुन्छ कि फेरि यो बिना काँडाको भन्दा नि काँडा भएको चाहिँ मिठो हुन्छ त्यही भएर यहाँ काँडा भएको खोजिरहेको छ उसले होइन हेर्नु सक्नुहुन्छ कस्तो मजाले टिपिरहेको छ उसले भयो गाइस अघि हामी टिपेको सिस्नो चाहिँ यही हो पखाल्दै हुनुहुन्छ बुढियाले होइन टक्क लगाएर हेर्न सक्नुहुन्छ घरि सिस्नो पनि छ यहाँ कटवालो पनि छ के छ होइन टक्क अब हामी पखालेर सर्लक्क लगाएर हामी अब पकाउँछौँ है त गाइस अब चाहिँ टक्क हामी ल्याएर होइन यसले टक्क लगाएर हामी चाहिँ यहीँ पानी टक्क हाल्छ पानीमा टक्क यो मकैको पिठ टक्क अलिकति दियो सकिन्छ होइन हाल्छु टक्क उम्लाउनुपर्छ यसलाई उम्लिनुपर्छ अब उम्लिसकेपछि टक्क हामी यसलाई यो सिस्नो हाल्छौँ है त हेर्नुहोस् सिस्नो हाल्छ यो उम्लिसके पछाडि गाइस है त अब चाहिँ यो उम्ल्यो होइन टक्क लगाएर अब चाहिँ यो उम्ल्यो टक्क हाल्यो सर्लक्क अब हामी त्यो अब सिस्नो हाल्छौँ यसरी हेर्नुहोस् गाइस यसरी सिस्नो हाल्नुपर्छ उम्लेको पानीमा होइन टक्क लगाएर यस्तो छ हालम हाम्रो सिस्नो चाहिँ हाम्रो चाहिँ पुरै अलग्गै पकाउनु पर्छ कि होइन घरदेखि अलिकति अलग्गै पकाउनु पर्छ त्यही भएर हाम्रो यो चाहिँ सिस्नोहरू यसो होइन अनि त्यसपछि हाम्रो यो राँगो मासुहरू पनि अब घरभित्र पकाउनु हुँदैन त्यही भएर चाहिँ हामी टक्कै यो यतापट्टि पकाउँछौँ हामी गाइस हेर्नुहोस् हाल्छौँ सर्लक्क यसलाई चाहिँ हामी उमाल्छौँ त्यसपछि टक्कै यो पाकिसकेपछि के हुन्छ होइन बिस्तारै हामी हामीले चाहिँ पाक्दैछ अहिले टक्क राम्रोसँग पाकिसकेपछि हामी टक्क फिर्केर होइन यसलाई सर्लक्क फिर्केर लाउँछौँ अब यो पनि देखाउँछ एकछिनमा टक्क रेडी भइरहेछ हाम्रो यो लसुन है हाम्रो यहाँ चाहिँ होइन टक्क लसुन अदुवा त्यसै गरी टक्क हामी यसमा टिमुर पनि हाल्छौँ एकछिनमा टिमुर पनि हाल्यो भने बुढी अब टक्क हामी यसमा चाहिँ टक्क मसला हाल्छौँ होइन मसलामा हामी टक्क टिमुर हाल्छौँ त्यसै गरी हामीले यहाँ लसुन हाल्छौँ अदुवा हाल्छौँ गाइस तपाईँ देख्न सक्नुहुन्छ ल पिन्छौँ मजाले हामी मजाले पिस्छौँ हामी हेर्नुहोस् अदुवा लसुन त्यसै गरी हामी टिमुर ल गाइस अब हामी पाक्दैछ टक्कै फिर्कीले हामीले फिर्काउँछौँ है त ल गाइस ल देखाऊ यता यसरी फिर्काउनुपर्छ खिड्की लाउनुपर्छ मजाले चाहिँ सबै धुलो हुने गरी होइन मसिनो हुने गरी यसरी हुनुपर्छ गाइस म चाहिँ यता छु यस्तो टक्क हामी यो पालै यहाँ चाहिँ फिर्की ल्याइरहेको छौँ अब टक्क हामी यसमा चाहिँ अब हामी मसला नुन खोर्सानी सबै हाल्छौँ है त अघि पिसेको टक्क हामी अब यो टक्क यो पेस्ट हामी हाल्छौँ है त अघिको टक्क के अदुवा लसुन त्यसपछि हाम्रो यो टिमुर है नुन खोर्सानी सबै हालिसक्यो हाम्रो टक्क यसमा चाहिँ होइन
अब सलक्क हामी यसलाई फेरि चलाउँछौँ अनि फाइनल लुक के हुन्छ टक्क देखाउँछौँ है त हामी। फाइनली गाइज हाम्रो सिस्नो टक्क पाकेको अवस्था है, टक्क रेडी भयो हाम्रो यो टक्क। अब हामी यो सिस्नोसँग टक्क अब मकैको ढिँडो टक्क खानुपर्छ है त गाइज टक्क अब यो मकैको ढिँडो टक्क अनि पकायो होइन सलक्क। अब टक्क यो अघि पकाएको सिस्नुको सँग टक्क खाने हो क्या, सिस्नुको झोलसँग टक्क होइन। हेर्नुहोस् गाइज मकैको ढिँडो कस्तो हुन्छ हाम्रो सिन्धुपाल्चोकको मकैको ढिँडो कस्तो मिठो छ होइन, नखाने खाउँ खाउँ लाग्यो टक्क टाइपको छ टक्क। अब सिस्नुसँग ब्ल्यार ब्ल्यार खाने हो गाइज है त गाइज टक्क टक्क हामी खाने हो टक्क होइन। बुहारी हुनुहुन्छ टक्क लगाएर होइन खाँदो हुनुहुन्छ, म चाहिँ टक्क यो सिस्नुको तरकारीसँग टक्क अब छ्याम्बा खान्छौँ है त गाइज। अब तपाईँ टक्क लगाएर यो सिस्नुसँग टक्क अब ढिँडो खाने मकैको छ्याम्बा डल्ले खुर्सानी पनि टक्क छ हामीसँग होइन। अब खाने हो है त फर्स्ट बाइट। मिठो एकदमै मिठो रहेछ होइन। अब खाने हामी सलक्क लगाएर गाइज